बाइकमा चाहिँ के अड्क्यो भनेर चाहिँ हेरेको कि यहाँनिर चाहिँ हेर्नु नि यो फसेछ चाहिँ के यो सुनको सिक्री हो कि त्यसै के को सिक्री हो कुनै यो फसेर चाहिँ काट्रा काट्रा के गर्दैछ भन्छु नि निस्केकै छैन। टुटेछ क्या हो यो हेर्नुहोस् त फसेर त्यस्तो बनाएछ के हो सुनै हो कि के हो खोइ रगडौँ त सुन होइन त्यस्तो पनि लाग्दैछ। खै त हौ रगडिँदाखेरि पनि त्यस्तै देखिँदैछ त है यो हेर्नुहोस् त एउटा केही यो आएको छैन हेर्नुहोस् है ताँबाको साम्बाको केही पनि यस्तो कलरहरू गएको पनि छैन। फेरि एकपल्ट रगडिँदैछ ल हेर्नुहोस् ल यसलाई रगडिन्छ यो हेर्नुहोस् त सुने रहेछ के भन्नु यो त कलर नै गएको छैन यसको त अब यो कसको सुन हो कुनै अब कसको सुन होला यो सुन हो कि होइन हो यो त तपाईको कमेन्ट बक्समा के लाग्छ होला यो कसैको पनि सुन हो भन्यो भने चाहिँ है त यो के भन्छ यसलाई हात्तीपत्ता रोडको यहाँ पुलिस थानाको अगाडि चाहिँ यहाँनिर मेरो बाइकमा चाहिँ कहाँबाट फसेर आएको भन्दा चाहिँ त्यतिखेर म जयन्ती बगान पुग्दाखेरि चाहिँ त्यता कट्र्या कट्र्या के बज्दैछ भनेर म चाहिँ सोचिरहेको थिएँ। यहाँ आएर चाहिँ निकै जाम हुनु थाल्यो चक्का अलिक राम्रो चलेको थिएन अनि त्यसपछि यो चाहिँ पाएँ हो यस्तो चाहिँ फसेको रहेछ। यो चाहिँ कहाँबाट फस्यो खोइ अर्कोतिर पनि ट्राई गर्नु पऱ्यो सबैतिर। अब यतापट्टिबाट ट्राई गर्छु ल यतापट्टिबाट यहाँनिर हेर्नुहोस् ल पुरा कालो कालो भइगएको छ यसको कालो पुरा चैनको कालोहरू चाहिँ पुरा लागेको छ यहाँ चाहिँ। अब यसलाई यतापट्टि रगडिन्छु ल म चाहिँ अब सुन हो कि होइन कि के अब यतापट्टि हेर्नुहोस् है केही पनि दागी छैन ल यतापट्टिबाट रगडिनु पऱ्यो। सुनै रहेछ यो छैन कलर गएको छैन। कसको होला पनि बिचारा पुरा खोज्दै होला पुरा टेन्सनमा बसिरहेको होला जसको पनि हो यहाँनिर छ है हेर्नु सक्नुहुन्छ तपाईँहरूको सुन हो कि के हो कि अब ट्राई चाहिँ गर्दैन तपाईँहरूको कसको हो एकदम मेरो छेउमा छ सुरक्षित छ है तपाईँहरू चिन्ता नगर्नुहोस्। यो चाहिँ हात्तीपत्ता लिम्बुधुरा डिभिजन जयन्ती बगान र यताको चाहिँ बिचमा चाहिँ यो मेरो बाइकमा फसिएको छ अनि जसको खोसेको पनि होला एसएमएस गरिदिनु होला यस्तो प्रकारको सुनहरू हराएको छ भने चाहिँ बाइकमा देख्ने सुन फाइसजायो त एकदम। अब चाहिँ यो अब चाहिँ यसलाई चाहिँ के गरौँ होला अब चाहिँ यो चाहिँ अब सुन पाएको चाहिँ एकदम राम्रो पनि होइन है एकदम दोष लागेको छ हुन्छ आफैहरूलाई दोषहरू लाग्छ अनि सुन पाएको चिजहरू चाहिँ आफूले नराख्नु पनि होला आफ्नो ठाउँमा छिटोभन्दा छिटै अरूको हो भने चाहिँ दिइहाल्नुहोस् तपाईँले चाहिँ। यसलाई चाहिँ केमा राख्नु कालो न कालो भएछ लुगा पनि कालो बनाइन्छ यसले पत्तामा लगाउनु पऱ्यो। यो पत्तामा चाहिँ अब लगाउनु पऱ्यो झरी ताले पत्ता पनि यो पत्तामा चाहिँ यस्तो लगाएर चाहिँ यस्तो पोको पारेर चाहिँ यसलाई चाहिँ लु अब चाहिँ गोजीमा राख्ने यसले चाहिँ हात पनि पुरा कालो भइसक्यो नि त चैनहरू खोज्दा खोज्दा थाकिसक्यो। अब चाहिँ हिँड्नु पऱ्यो अब यो चाहिँ कसैको पनि होला
मलाई SMS गरिदिनुहोस्। कसैको पनि यहाँनिर पाएको छ भने चाहिँ यो चाहिँ म राखि नै राखेको हुन्छु, जसको पनि हुन्छ। अनि ऊ आएर चाहिँ यहाँनिर मेरोमा चाहिँ आइदिनु होला तपाईँहरू चाहिँ। ल